नमस्कार सबैलाई र आज म धजे टु एनजेपीको ट्राभलिङ भ्लग बनाउन गइरहेको छु र आजको मेन विषय चाहिँ के हो भने हाम्रो भाइ जो आफ्नो ड्युटीबाट छुट्टी मनाउन लागि कति 15-20 दिनको लागि घरमा आएको थियो र आज चाहिँ ऊ छुट्टी सकेर चाहिँ आफ्नो ड्युटीतर्फ लागिरहेको छ। त्यसले गर्दाखेरि हामी भाइसँग भाइलाई पुऱ्याउनु भनेर यसो एनजेपी गइरहेछु र एनजेपीको धजे टु एनजेपीको यसरी नै म भ्लग बनाइरहेको छु र दुई बिचमा तपाईँहरूलाई जे जसो देख्छु सबै दृश्यहरू अवलोकन गराउने छु। मेरो भिडियोलाई अन्तिमसम्म हेर्दै हेरिदिनु होला भन्नु चाहे र उहाँ चाहिँ आज आफ्नो ड्युटी सकेर चाहिँ छुट्टी सकेर चाहिँ आफ्नो ड्युटीतर्फ लागिरहेको छ। उहाँको यो आफ्नै गाडी हो, बोलेरो गाडी र उहाँलाई चाहिँ हामी एनजेपीसँग खेल्न गइरहेको छौँ। छोरी यता भाइ यो साथी लालामा लागेको के हातमा थुकिदिने हो क्या बाबालाई भान्छु परिवारै छु भाइ ल ओके आसाममा लगेर हेर्दैछ जुम 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 साथी जान्न नि म त एकछिन टाइम छैन घरि के के बिजी छ भोलि अन्त सिलगढी आएको साथमा आमा आयो अर्को रानाकोमा गयो ए नानी आएर पकाएर दुई चोक्राले खाथे दुई चोक्टा सान जानु दिएन ए राम्रो छैन तिम्रो त्यो मोबाइलको क्यामेरा ठ्याक्कै भ्लग बनाउँदा बनाउँदा भोलि पर्सि नयाँ मोबाइल किन्ने आउँछ है। त्यही त यसले बिस्तारै भिन्चर बढाउनु पर्छ। यसले बुझेको छैन त्यस्तो कुरोहरू क्या बुझ्छ यसले। बुढियाहरू चाहिँ भोलेन मेरो बुढाको भन्दैछ बुढा फेरि तल मुनि सिधा त बलुवा निकालेर क्या देख्दो रहेछ परबाट है बनाएको भोलि पर्सि यो घर त के भन्नु र अरू जग्गातिर बनाउनु कि कालिम्पोङ साइडतिर प्राय गरिरहेको हुन्छ कालिम्पोङ देहरादुनहरूतिर उतातिर बनाउँछ कि हाम्रो यहाँ चाहिँ अर्जुनको खालको नि हो। हजुर हो अर्जुन के अर्जुनको रुख के हुन्छ यसमा चाहिँ डायबिटिसलाई राम्रो सबै हो नि। र अहिले चाहिँ हामी बुङकुलुङको नजिक आइपुगेछौँ र यो चाहिँ तपाईँहरूको ग्यामनको ब्रिजहरू लिम्बू बस्ती हो र यो अहिले जुन चाहिँ हामी यो रोडमा छौँ यो चाहिँ धजेदेखिको बुङकुलुङको बिचको रोड हो। यो रोड चाहिँ अलिकति अप्ठ्यारो नै छ, भर्खर बनाउँदैछ हेर्नु होला तपाईँहरू। र भविष्यमा चाहिँ यसलाई चाहिँ पिडब्ल्युडीले लिनेवाला छ भनेको सुनिँदैछ सुन्नु चाहिँ। र अब हामी चाँडै नै एनजेपीतर्फ लागिरहेको छौँ, चाँडै नै पुग्छौँ अब। र अहिले चाहिँ हामी बुङकुलुङमा आइपुगेको छौँ। बुङकुलुङको दृश्य तपाईँहरूलाई अवलोकन गरिरहेको छु। र यहाँ हाम्रो भाइहरूले यसो चिया खाने भनेर चाहिँ यो होटल रेस्टुरेन्टमा गइरहेको छौँ। यो बुङकुलुङ चाहिँ
एकदमै सेन्टरमा छ तपाईँको यहाँबाट खरसाङ जानुको लागि पनि नजिक पर्छ भने यता मिरिक जानु पनि नजिक साथै उता दुधे सिलगढी जानुको लागि पनि एकदमै नजिक यता धसे काँगरी दार्जिलिङ जानु पनि एकदमै नजिक एकदम सेन्ट्रल जग्गामा छ यो बुङकुलुङ चाहिँ बुङकुलुङको दृश्यहरू तपाईँलाई देखाइरहेको छु हेर्नु होला राम्रोसँग अहिले चाहिँ हामी चाहिँ यस्तो धेरै राम्रो राम्रो फर्निचरहरू यहाँ बनाएको छ त्यो रेस्टुरेन्ट अहिले हामी मोबाइलले भित्र अर्डर गर्दैछ फेरि खाने कसो खाने हो भनेर जुन चाहिँ हाम्रो लाउरे छुट्टी भएर छुट्टी सकेर आज गइरहेछ उहाँले आफै नै यहाँनिर पानी जोड्ने काम पनि गरिरहेको छ त्यही माथि मजाले बस्ने बसेर खाने जग्गाहरू पनि बनाएको रहेछ धेरै राम्रो छ बुङकुलुङको दृश्य एकदम राम्रो छ हेर्नु होला यहाँ बाउछोरी बसेर यसो चिया खानुको लागि वेट गरिरहेको छ लाउरे है साथी अहिले चाहिँ हामी मेरो जुन चाहिँ यो धजे टु एनजेपीको जुन चाहिँ ट्राभलिङ भ्लग थियो त्यो भ्लगमा चाहिँ अहिले हामी बुङकुलुङमा आएको छौँ र यसो बुङकुलुङमा यसो अलिकति चिया खाने काम गरिरहेको छौँ जुन चाहिँ हाम्रो आज मेरो यो ट्राभलिङको लागि चाहिँ मेरो भाइ जुन चाहिँ छुट्टी सकेर चाहिँ ऊ आफ्नो ड्युटीमा फर्किरहेको छ र भाइबाट चाहिँ आजको ट्राभलिङको बारेमा अलिकति भाइ भनिदिनु पऱ्यो हाम्रो दर्शकवृन्दलाई ट्राभलिङ अब के भन्नु है घरमा आउँदा खुसी लाग्छ जाँदाखेरि अब दुःखै हुन्छ सबैको त्यस्तै हुन्छ मजबुरी पनि छ एउटा जानै पर्छ गाउँमा बसेर पनि भएन गाउँ बसेर झन् ठाडा भएर बस्नु भएन होइन तर पनि अब एक दिन बसेर घर छोडेर जाँदाखेरि अब दुःख लाग्छ नि अब दुःख लाग्छ घरको याद आउँछ घरको याद आउँछ सबैको साथीभाइहरूको याद आउँछ खाएको डुलेको यताउता याद आउँछ तर पनि अब जानु त पऱ्यो पनि पऱ्यो चाहियो रोकडा उमेर भएन गर्नु पऱ्यो है उमेर भइन्छ नोकरी पनि गर्नु पऱ्यो राम्रो हो ठिकै हो राम्रै छ भाइको कुरा एकदम राम्रो र अहिले हामी भाइलाई पुऱ्याउनु गइरहेछौँ एनजेपीसम्म यता भाइबाट पनि आज हामी जुन चाहिँ गइरहेछौँ नि भाइलाई पुऱ्याउनु लागि यो जुन चाहिँ हाम्रो ट्राभलिङ छ जुन चाहिँ धजे टु एनजेपीको भाइबाट पनि एक दुई शब्द यो विषयमा राखिदिनु पऱ्यो भन्न चाहन्छु नमस्कार सबैलाई है अब सबैको यस्तै हुन्छ दुःख भन्ने कसलाई पर्दैन सुख भन्ने कसलाई हुँदैन सबैलाई हुन्छ अब आज मेरो साथीको छुट्टी सकिएर उहाँलाई अब हामी एनजेपीसम्म पुऱ्याउनु जाँदैछौँ र जाँदाखेरि यसो बाटोमा यसो चिया चमेला यसो अलिअलि खाएर जाउँ भन्ने एउटा विचारले अलिकति हामीले हल्का फुल्का चियाहरू यसो चिया भनौँ भने अब ड्रिङ्कै हो ड्रिङ्कसँग सटिएको के खाँदैछौँ सुकुटीसँग खाँदैछौँ र अब उहाँलाई हामीले पुऱ्याउनु जाँदैछौँ र अझै पनि होला अझै बाटोको पनि कतिवटा फोटो तपाईँहरूसँग सेयर गर्न सकिन्छ होला ल धन्यवाद है जङ्गल सफारी छ नि है त है भित्र है भित्र हामी गएको त्यहाँ पनि एकपल्ट अब आउँदा जाउँ ल त्यति बेला त्यहाँ पप टेन्टहरू छ त है भित्र है सिङ्गल चाहिँ पप टेन्ट क्या दुईवटा तिनजना पनि बस्ने छ त मजा आउँछ नि भित्र अब के भन्नु त्यहाँदेखि चाहिँ नि यो त्यो चलाउनु 2017-18 सोल्यु म त हिँडेको थिएँ कति त्यो भन्दा चाहिँ डर लाग्दो चाहिँ उही परको त्यो चमेरेको खोल्छ छ नि त्यहाँ टिप्पर टाइम यसको टिप्पर झऱ्यो नि दगलको यहाँ परको 17-18मा चाहिँ अब यो यहाँ त रोड राम्रो पो थियो त्यो त यिनीहरूले काटेर
थिएन त सेतो एडिडास भएको भेस्ट आएको चाहिँ इन्द्रेणी बनाइदिनु फुल पनि मजाले कलर गरिदिएको भए त साह्रो दामी देख्थ्यो होला नि है। दामी छ नि हौ। त्यस्तो महँगो भेस्ट लगाएर आएको चाहिँ यसले हो राकेशले हो मलाई चाहिँ नखिच घरमा एउटा सामान पो चोरी भयो हौ चोरी भयो मच्चा चोरी भयो के मच्चा तिमी आधार कार्ड लिङ्क गरेको छौ मच्चामा मेरो नाइकीको बाई मिस्टेक र फाइनली अहिले चाहिँ हामी दुइटै आइपुगेको छौँ साथीहरू र दुइटैको सबै तपाईँलाई छु दुइटैमा आएर चाहिँ हामी यसो अहिले चाहिँ अलिकति त्यही हो चेकअप पाइरहेको छ पाइरहेको छ यहाँ चाहिँ अहिले भाइले लट्ठी काट्ने हेरेर लट्ठीको लट्ठी दोकान छौँ मेरो बुढी त फर्स्ट बुढी मन पर्छ सेकेन्डको त मन पर्दैन त र अहिले चाहिँ हाम्रो भाइहरू यहाँ रहेछ गाडी यही हो ओइ काकालाई पुऱ्याउनु गएको सानो भ्लग बनाइदिएको हो मेरो भतिजो पनि आइपुगेर चाहिँ काकाको सानो भ्लग मिनी भ्लग गरिरहेको छ अहिले मेरो काका लाइभ सेयर सब्सक्राइब गरिदिनुहोस् है एकदम उयो गर्नुहोस् हाम्रो काकालाई पनि प्रमोट गर्नुपर्छ सेयरहरू गरिदिनुहोस् अहिले अब तपाईँहरू एनजिपी है काका एनजिपी गएको अहिले सिलगढी फर्किन्छ अब हो काकाहरू चाहिँ अब उता त्यो कहाँबाट आएको हामी सिलगढी आएको सिलगढी धेरै 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 धन्यवाद मेरो भतिजोलाई अहिले मेरो खै कहाँ के गर्छु त्यही त खै पुरानो ए बहिनी खै बाबा खै सकेको छैन हो सकेको छैन सक्नु अरे अब के बनाएको यहाँ फोन हो ल है साथी दुधियाको जुन चाहिँ यो इभिनिङको भ्लग चाहिँ यस्तै हुन्छ नजारा चाहिँ इभिनिङको नजारा चाहिँ तपाईँलाई के कसो लाग्छ यसो कमेन्ट गर्नु होला लाइक मन पऱ्यो भने लाइक पनि गर्नु होला हामी चाहिँ अहिले दुधेमा छौँ र भाइले चाहिँ जुन चाहिँ मोबाइल बनाउनु दिइरहेको रहेछ र त्यो मोबाइलको उसले रिपेयरिङ गरिरहेको छ तपाईँलाई मैले देखाइसकेको छु दोकान यही हो मोबाइलको दोकान चाहिँ आज हामी एनजेपी जाँदैछौँ र एनजेपी पुग्नु लागि अब हामीलाई बेसी लाग्दैन यहाँबाट झन्डै 40 मिनटहरूमा चाहिँ हामी एनजेपी पुग्नेछौँ ल अहिले चाहिँ हामी झन्कार मोड आइपुगेको छौँ झन्कार मोडको चाहिँ दृश्य तपाईँलाई म देखाइदिएको छु यहाँ नाइटको रात्रिको भ्यू यस्तो छ पुरा जाम छ यहाँ चाहिँ हामी बसिरहेको छौँ सिक्नको लागि एकदम सिक्नको हामी प्रतीक्षामा छौँ रातो बोलिरहेछ यहाँ अब हरियो बोलेपछि हामी यहाँबाट चाहिँ लाग्ने हो प्रायः अहिले हामी एनजिपीको नजिकमा छौँ यो हरियो बोल्यो अनि ल साथै अहिले चाहिँ हामी बिदान मोड आइपुगेछौँ यहाँ अलिकति जाम भएकोले गर्दा चाहिँ हाम्रो गाडी अलिकति रोकिरहेको छ यहाँ रेड लाइट सिग्नल छ र यसको हामी प्रतीक्षामा छौँ जब हाम्रो यो हरियो सिग्नल बोल्छ त्यहाँबाट चाहिँ हामी यता कोटमोडपट्टि लाग्नेछौँ जलपाइगुडी धुपगढी फुलगढी अच्छा
गडी गडी जाने रहेछ है मायागढी यो एउटा के भन्छ यो ट्रनी अहिले चाहिँ हामी जुन जाँदैछौँ नि भाइ यो ट्रनीलाई के भन्छ यो नौका घाट हो नौका घाट अझ यसलाई के भन्छ यता गऱ्यो यो होइन यसलाई यो गोलाइलाई के भन्दो रहेछ नि यो तिनपट्टि मोड्दै यसलाई कुन चाहिँ आउँदै गरेको यो तिनपट्टि ममताको घर कहाँनिर ममता घर अहिले जाउँ न ल यहाँनिर छ नि त ममताको एउटा उयो छ नि यो फुलबारी एनजेपी जाने बाटो अगाडि अब अगाडिको यहाँबाट यता जान्छ एनजेपी दाहिने बायाँ अगाडिबाट बायाँ जान्छ एनजेपी त्यहाँबाट यहाँबाट एनजेपी बायाँ जान्छ भाइ यसलाई चाहिँ तिरपट्टि मोड अच्छा यी स्टार उयो नर्सिङ होम चाहिँ कहाँनिर 3 स्टार यहीँ छ नि फेरि होइन अहिले जुन चाहिँ हाम्रो ड्राइभर भाइले चाहिँ जुन चाहिँ हाम्रो यो सिलगढीको रुटबाट चाहिँ लगिरहेको छ है उहाँलाई चाहिँ अहिले हामी कदम तल जान्छ उत्तर यो तिरपट्टि मोड हामीलाई चाहिँ केही थाहा छैन तर यो रुटको विषयमा उता फुलबारी जाने बाटो ए अहिले हामी तिरपट्टि मोडबाट चाहिँ हामी अहिले भाइ बसबाट चाहिँ एनजेपी जाने रोड मार्फत जान्छौँ हो भाइ ओ भाइ ओ अरे बोल न यार कहाँ जाँदैछ एनजेपी पुगे एनजेपी पुगे पुग्न आँट्यो एनजेपी पुग्न आँट्यो अब कति छ भन त अब लाग्छ 10-15 मिनट 10-15 मिनट लाग्छ 10-15 मिनट सुत्नु पाउँछ त्यहाँ पुगिहाल्छ र फाइनली अहिले चाहिँ हामी एनजेपीमा आइपुगेछौँ र भाइलाई चाहिँ अब बिदा गर्ने हाम्रो चाहिँ बेला भइसकेको छ उहाँ सरलाई चाहिँ हामीले हो एनजेपीसम्म ल्याइदिउँ त्यही त यहाँदेखि चाहिँ अब उहाँको सफर छ ट्रेनमा हो र अब यहाँदेखि चाहिँ फेरि हामी आफै आफ्नो घर रवाना हुँदैछौँ त्यही त ह्याप्पी जर्नी भाइलाई चाहिँ ह्याप्पी जर्नी भन्न चाहन्छौँ हामी है राम्रोसँग जानु होला है रातिको अहिले कति बज्यो कहिले गाडी राति कति बज्यो अहिले 8 बजे त 10-15 8 बजी हुन्छ र 8:30 बजे 8:30 रातिको 8 बजी छ र अहिले एनजेपी दृश्य तपाईँलाई यसरी अवलोकन गरिरहेछु हेर्नुहोस् होला एनजेपी आइपुगेको छ है साथीहरू म यहाँ भानु गएर गरिदिन्छु नि म मिलिहाल्छ ओके भाइ बाई बाई साथीहरू ल यसरी नै साथीहरूलाई चाहिँ हामी ल